अम्बुबासी मेला भोलिदेखि सुरु हुँदैछ। धेरै साधक, योगी, सन्यासी र भक्तहरू आमा कामाख्याको आशीर्वाद लिन जानेछन्। त्यही शक्तिको, त्यही देवीको जो रजस्वला हुनुहुन्छ, जसमा सृष्टिको रहस्य धड्किरहेको छ। तर एउटा कुरा स्पष्टसँग सुन, यदि तिमी आमा कामाख्याको पूजा गर्छौ तर महिलाको महिनावारीलाई अशुद्ध भन्छौ भने तिमी भक्त होइनौ, तिमी पाखण्डी हो। यदि मन्दिरमा देवीलाई नमस्कार गर्छौ तर घरमा महिलामाथि हिंसा गर्छौ, उनीहरूको पीडा बुझ्दैनौ, उनीहरूलाई लज्जित पार्छौ, उनीहरूको आवाज दबाउँछौ भने तिम्रो पूजा खोक्रो छ र तिमी पाखण्डी हो। नेपाल र भारतमा आज पनि कति महिलाहरू दुःख, पीडा र दुर्व्यवहार चुपचाप सहिरहेका छन्। कसैलाई अशुद्ध बनिन्छ, कसैलाई अलग राखिन्छ, कसैलाई कुटिन्छ, कसैलाई दोषी बनाइन्छ र त्यसलाई संस्कार भन्ने नाम दिइन्छ। तर त्यो संस्कार होइन, त्यो अन्याय हो, त्यो कायरता हो। यदि देवीलाई मान्छौ भने महिलालाई सम्मान गर। यदि शक्तिको उपासना गर्छौ भने जीवित शक्तिलाई नथिच। देवीको पूजा मन्दिरमा मात्र होइन, महिलाको सम्मानमा देखिनुपर्छ। यही साँचो आराधना हो, यही कौल तरिका हो, यही कौल परम्परा हो। जय आमा कामाख्या।